के तपाईले यस्तो प्रविधि देख्नु भएको छ? यो हो प्यारालाइसिस बिरामी जो हात खुट्टा चलाउन सक्दैन, ओछ्यानबाट उठ्न सकेको छैन, शरीरको एक पाटो पुरै लाटो भएको छ अथवा शरीरको कुनै पनि अङ्ग अपरेसन, सुगर, प्रेसर केहीको कारणले पनि हिँडडुल गर्न नसक्ने भएको छ भने सशुल्क खाना बस्न सहितको व्यवस्था भएको र यति धेरै प्रविधि भएको पुरानो जटिल र भर्खरै प्यारालाइसिस भएकोलाई समेत सहजै हिँडडुल गराउन सक्ने प्रविधि सहितको थेरापी भएको, जहाँ एमपिटी फिजियोथेरापिस्ट डाक्टरको निगरानीमा दैनिक उपचार हुन्छ। तपाईलाई पनि हाड जोर्नी नसा प्यारालाइसिसको समस्या छ भने तपाईले सिधै सम्पर्क गर्न सक्नुहुन्छ बिरता आयुर्वेद एन्ड फिजियोथेरापी सेन्टर, अष्टाङ्ग आयुर्वेद फार्मेसी, बिरता मोड झापामा। यहाँ उपचार हुने समस्याहरू ढाड, कम्मर, गर्दन, घुँडा दुख्ने, शरीर जमजमाउने, नसा च्यापिएको, डिस्क प्रोल्याप्स, पिआइबिडी, प्यारालाइसिस, मुख बाङ्गिएको, कुम जाम भएको, पायल्स, फिसर, फिस्टुला, ग्यास्ट्रिक, कब्जियत, सुगर, प्रेसर, थाइराइड, बाथ, युरिक एसिड, जन्डिस, प्रोस्टेट, पिसाब पोल्ने, मृगौलाको पत्थरी, दम, खोकी, डन्डीफोर, पोतो, दाद, अनिन्द्रा, माइग्रेन, पिनास, महिला तथा पुरुषका गुप्त रोगहरू, छातीको दाग आदिको पनि समस्याको समाधान हुन्छ। दैनिक ओपिडी सेवा, एडभान्स फिजियोथेरापी, पञ्चकर्म, प्याथोलोजी, फार्मेसी, अकुपञ्चर, मसाज थेरापी, स्टिम बाथ, कपिङ थेरापी, शिरोधारा पनि हाम्रोमा भइरहेको छ। बिरता आयुर्वेद एन्ड फिजियोथेरापी सेन्टर, अष्टाङ्ग आयुर्वेद फार्मेसी, बिरता मोड झापा, 98 060 00 313 023 5 32 306।